हजुर नमस्कार। म ज्योतिषी तथा वास्तुविद देवराज गौतम, कार्यकारी अधिकृत ओम वैदिक फाउन्डेसन। विगत लामो समयदेखि हिन्दू धर्म रक्षार्थ आफ्नो जन्मभूमिदेखि कर्मभूमि यानि कि विदेशी भूमि यानि कि दक्षिण कोरियामा 500 जस्तै सनातन साहित्य सङ्गीत साधना समूह नामक संस्थाको निर्माण गरी सनातन धर्मलाई विभिन्न कोणबाट टेवा पुर्याउँदै आउनुभएको सम्पूर्ण यो 500 समूह लगायत उक्त स्थानमा बस्नुहुने सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ दिदीबहिनी आफूभन्दा दिग्गज व्यक्ति अथवा आफूभन्दा साना सम्पूर्ण व्यक्तिलाई शुभ विजयादशमीको सुखद उपलक्ष्यमा मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छौँ। यो ओम वैदिक फाउन्डेसनको छोटो जानकारी पनि यहाँहरूलाई यही भिडियो मार्फत गरौँ। ओम वैदिक फाउन्डेसनले को 3टा मेरुदण्ड रहेको छ। प्रथम कुरा भनेको गुरुकुल। यसले के गर्छ त भन्दा गुरुकुलबाट हामीले ज्योतिषका कुराहरू, वेदका कुरा भयो, वास्तुका कुरा भए, यता मन्त्र च्यान्टिङ अथवा हिलिङका कुराहरू भए, साउन्ड थेरापीको कुरा भयो, यावत कुराहरू जसले सनातनको धर्म रक्षा गरेको छ त्यसको विषयमा अध्ययन अध्यापन गराउने संस्थाको रूपमा हामीले यसलाई परिकल्पना गरेका छौँ। दोस्रो कुरा भनेको ज्योतिष तथा वास्तुको लागि हामीले विभिन्न व्यक्तिलाई, स्वदेशमा त छँदैछ, स्वदेशभन्दा बाहिर विदेशमा रहनुभएका सम्पूर्ण व्यक्तिको लागि हामीले अनलाइनको माध्यमबाट हाम्रो आफ्नै वेबसाइट पनि छ, साथसाथै हाम्रो फोन नम्बर अथवा वाट्सएपको माध्यमबाट पनि हामीले सबैलाई सहज पहुँच पुगोस् भनेर त्यो सेवा पनि हामीले उपलब्ध गरेका छौँ। साथसाथै हामीले चाहिँ रिसर्चको कुरा भन्ना बित्तिकै जस्तै हामीले ग्रहणको कुराहरू भयो, ग्रहण कसरी लाग्छ, कस्तो अवस्थालाई चाहिँ ग्रहण मानिन्छ, हामीले हवन गरेको सामग्री, त्यो हवन सामग्रीमा त्यही नै कुरा किन हुनुपर्दछ र हवनले कसरी काम गर्दछ भन्ने कुरा पनि हामीले यसलाई रिसर्चको कुराहरू, साथसाथै हामीले सम्पूर्ण रिसर्च जति पनि रिसर्चको बेसमा बसेर काम गरिन्छ हामीले आधिकारिक रूपमा नै हामीले यसलाई अधिक अगाडि बढाउनुपर्छ र पुरानो चलनलाई, परिपाटीलाई हामीले अलिकति साइड लगाएर हामीले चाहिँ नयाँ पद्धतिबाट सबैलाई यो खोज अनुसन्धान अथवा चाहिँ रिसर्चको माध्यमबाट सबैले चाहिँ सहज पहुँच र विश्वसनीय बनाउनको लागि हामीले ओम वैदिक फाउन्डेसनको परिकल्पना गरेका हौँ। आउनुहोस् अगाडि बढौँ। विजयादशमीको सुरुवात भनेको नवराथाबाट सुरु हुन्छ। नवराथाको अर्थ पनि रहन्छ, यो नवरात्रको जुन अवसर छ यसलाई चाहिँ हामीले 9वटा शक्ति देवीको रूपमा पनि हामीले लिन्छौँ। प्रथम दिन जुन हामीले जमरा राख्दछौँ, जमरा राख्ने दिनलाई हामीले पहिलो दिन मानिन्छ, जुन दिन हामीले शैलपुत्री नामक शक्तिपीठको, शक्ति माताको, दुर्गाको हामीले पूजा उपासना गर्दछौँ। दोस्रो दिन हामीले ब्रह्मचारिणीको पूजा गर्दछौँ भने यसै गरी तेस्रो दिन चन्द्रघण्टाको पूजा गर्दछौँ। चौथो दिन कुष्माण्डाको पूजा गर्दछौँ भने पाँचौँ दिन स्कन्द माताको पनि हामीले पूजा अर्चना गर्दछौँ। छैठौँ दिन कात्यायनी माताको पूजा गर्दछौँ। सातौँ दिन यानि कि सप्तमीको दिन मानिन्छ, यसलाई कालरात्रिको रूपमा लिइन्छ। शक्तिको अलि उग्र रूप भनेको कालरात्रिको दिन हो। यसै गरी महागौरी अष्टम दिन, आठौँ दिन, नौँ दिन सिद्धिदात्रीको पनि पूजा गरेर हामीले यसरी 9 दिनसम्म विभिन्न शक्ति देवी, शक्तिको प्रतीक देवीहरूको हामीले पूजा उपासना गरेर हामीले यो दशहराको सुरुवात गर्दछौँ। अब यो माताको आह्वान गरिसके पछाडि हामीले पूजाको एउटा सानो विधि रहन्छ। यो नवदुर्गाको माताहरूको हामीले विधिवत रूपमा हामीले आह्वान गरेर उहाँलाई बोलाउनु पर्दछ। उहाँ त्यसै आउनुहुन्न नि, उहाँलाई बोलाउनु पर्छ। उहाँलाई बोलाइसके पछाडि आफ्नो जुन जमरा राखेको कक्ष छ, त्यो जमरा राखेको जुन पूजा कोठा छ, त्यो पूजा कोठामा एउटा यहाँले देख्नु भएको होला, वरिपरि जमरा राखेर हामीले एउटा कलशमा हामीले वरिपरि जमरा राखेर एउटा कलशमा पिपलको पात, आँपसाप, पिपल, पञ्चपल्लव यानि कि 5वटा पातहरू राखेर माथिबाट नरिवल सिङ्गो, शिरफल पनि भनिन्छ, नरिवल राखेर हामीले त्यो कलशमा हामीले उहाँलाई आह्वान गर्ने हो। जल एउटा शास्त्रमा चाहिँ के पनि छ भन्दा यो वाटर हेज मेमोरी भन्ने एउटा चाहिँ पुस्तक छ। हामीले त्यो जलमा, किन भन्दा जलमा शक्ति रहन्छ। हाम्रो शरीरमा करिबन 70-75 अथवा 80% पानी छ भनेर विभिन्न पुस्तकमा हामीले विभिन्न किसिमको हामीले लेखहरू पाउँदछौँ। यसै गरी
त्यो जल र हामी भित्रको जलभित्रको चाहिँ सिङ्क्रनाइज हुने भएको कारणले हामीले कुनै पनि जल लिँदाखेरिको अवस्थामा त्यो जलमा हामीले कुनै पनि कुरा प्रोग्राम गरेर यदि हामीले त्यसलाई पान गऱ्यौँ भने अथवा चाहिँ त्यसलाई हामीले सेवन गऱ्यौँ भने वा हामीले सेचन गऱ्यौँ भने यानि कि छर्क्यौँ भने हामीलाई त्यो हामीले सोचेको फल पुरा हुन्छ भन्ने हाम्रो शास्त्रीय मान्यता रहेको छ। तसर्थ जुन दशमीसम्म अथवा नवरात्रसम्म हामीले चाहिँ जति पनि नौवटा माताको देवीको हामी आह्वान गर्छौँ त्यो जलमा बस्नुहोस् है, यो जलमा तपाईँले मेरो यो उस छ, यो मेरो कामना छ, त्यो पुरा गरिदिनुहोस् है भनेर हामीले त्यो जलमा उहाँलाई आह्वान गर्ने हो। आह्वान गरिसके पछाडि हामीले चाहिँ यो अन्तिम दिन जुन हामीले 9 दिन पुरा भएर यो देवी विसर्जन गर्ने पनि सायद छ। मैले यो मेरो आफ्नो पर्सनल टिकटक अथवा चाहिँ फेसबुकमा मैले राखेको छु, तर त्यसको देवीको विसर्जन गर्ने पनि हरेक वर्ष सायद हुन्छ। त्यो विसर्जन गर्दाखेरिको अवस्थामा ल तपाईँको मैले प्रसाद हामीले चाहिँ यहाँ सञ्चित गरेर राखेको छु, अब तपाईँ आफ्नो स्थानमा सो स्थानमा फर्केर जानु होला भनेर हामीले उहाँलाई विसर्जन गर्नुपर्छ। र विसर्जन गरिसके पछाडि विसर्जन गर्दाखेरिको जुन कलश चाहिँ जुन छ त्यो कलशको जल हामीले सम्पूर्ण शरीर अथवा चाहिँ सम्पूर्ण आफ्नो घरमा रहनुभएका अथवा आउनुभएका पाहुनाहरूलाई पनि त्यो जलले सिञ्चित गर्ने अथवा अभिषेक गराइदिने। साथसाथै त्यो जल हामीले घरको बाथरुममा चाहिँ प्रयोग गर्न मिल्दैन, छर्किन मिल्दैन। घरको टपदेखि बटमसम्म प्रत्येक कोठामा कुनामा हामीले त्यो जल सेचन गर्नुपर्दछ। यो भनेको मेन मतलब यो नवरथाको मेन कार्य नै यही जलभित्र रहन्छ। अथवा हामीले त्यो फोकस चाहिँ के गर्नुपर्छ, जललाई फोकस गर्नुपर्दछ ताकि त्यो जल नै हाम्रो लागि प्रसाद हो, त्यो जमरा नै हाम्रो लागि प्रसाद हो। अरू खानपिन गर्ने भन्ने कुरा त्यो बेग्लै कुराहरू भए, त्यो चाहिँ यतापट्टि दशमी अथवा दसैँको कुरामा चाहिँ तीको समावेश हुँदैनन्। त्यो कुनै होला रमाइलोको लागि पनि होला, अथवा शक्ति मान्ने मान्छेले शक्तिमा जुन बलि दिइन्छ त्यो शक्तिलाई जागृत गर्नको लागि अथवा त्यसलाई चाहिँ एक्टिभ गर्नको लागि केही न केही त चढाउनु पर्यो। त्यो एउटा विधा भयो भने हामीले मेन हाम्रो लागि प्रसाद भनेको जमरा र त्यो उक्त कलशको जल नै प्रमुख प्रसादको रूपमा लिनुपर्दछ। अब बल्ल यति गरिसके पछाडि हामीले टीकाको दिन यानि कि दशमी सुरु हुन्छ। दशमीको दिन हामीले चाहिँ टीकाको पनि साइत रहन्छ। विशेष गरी टीकाको लागि जुन साइत गरिन्छ त्यो साइतको पनि साइत दिनुभन्दा पहिला पनि हामीले के मान्नु पर्दछ त भन्दा चन्द्रमालाई विशेष ध्यान दिनुपर्ने हुन्छ। अब चन्द्रमालाई किन ध्यान दिनुपर्ने हुन्छ? जुन साइत दिइन्छ यता पूर्व फर्केर लगाउनु, पश्चिम फर्केर लगाउनु वा उत्तर वा दक्षिण फर्केर लगाउनुको यसको अर्थ चाहिँ के हुनसक्छ भन्दाखेरि के हो भन्दाखेरि यसको मेन पार्ट भनेको सधैँ चन्द्रमा दाहिना रहन् भन्ने एउटा चाहिँ एउटा मतलब आशीर्वचन अथवा आशीर्वाद पनि रहेको छ। यसको अर्थ जहिले पनि कुनै पनि शुभ कार्य गर्नुभन्दा अगाडि चन्द्रमालाई ध्यान दिएर चन्द्रमालाई दाहिना पारेर गरेको कुनै पनि कार्य चाहिँ सफल हुन्छ। चाहे त्यो यात्राको कुरा होस्, चाहे घर सर्ने कुरा होस् वा घर निर्माणको कुराहरू रहे, जे भए तापनि हामीले साइत चाहिँ विशेष ध्यान दिनुपर्छ, यानि कि चन्द्रमालाई विशेष ध्यान दिनुपर्ने हुन्छ हो। अब यति भइसके पछाडि अब हामीले टीकाको सुरुवातको कुरा आयो। टीकाको सुरुवात गर्दाको अवस्थामा घरको आफ्नो मूली व्यक्तिको हातबाट चाहिँ पूजाको जुन टीका छ, जमरा अथवा टीका प्रसाद ग्रहण गर्ने शुभारम्भ गर्नुपर्दछ। क्रमशः उहाँभन्दा सानो अथवा उहाँभन्दा सानो गर्दै गर्दै आफूभन्दा सम्पूर्ण ठुला व्यक्तिको हातबाट हामीले टीका थाप्नु पर्दछ, जमरा थाप्नु पर्दछ, उक्त कलशको जल थाप्नु पर्दछ। यदि हामीले त्यहाँ श्रीफल यानि कि नरिवल चढाएको छौँ भने त्यो नरिवलको प्रसाद पनि हामीले चाहिँ ग्रहण गर्नुपर्दछ। यसरी टीका लगाइसके पछाडि हामीले उहाँबाट हामीले हाम्रो विस्डम के हो त अथवा उहाँले के आशीर्वाद दिनुभयो हो, त्यो बेलामा जुन जल छोएर उहाँले जुन हामीलाई आशीर्वाद दिनुहुन्छ, यो क्वान्टम साइन्स अनुसार पनि हामीले त्यो जुन आशीर्वाद हाम्रो लागि फलित हुन्छन्, भोलिका दिनमा हाम्रो कामहरू सफल हुन्छन्। यसको मुख्य उद्देश्य चाहिँ यो नै हो। साथसाथै यति मात्र नभएर हामीले प्रसाद त ग्रहण गऱ्यौँ र आफूभन्दा सानालाई पनि हामीले जुन आशीर्वाद दिइसके पछाडि अब त्यो टीका हामीले साँझ पर्नुभन्दा अगाडिसम्म त्यसलाई झार्नु हुँदैन।
त्यो टिका शिरमै रहिरहनु पर्दछ। त्यसलाई सकेसम्म चाहिँ मलाई चिलायो भनेर त्यसलाई हामीले कोट्याउने अथवा चाहिँ त्यसलाई फाल्ने, यो राम्रो भएन भद्दा भयो म सानो लगाउँछु भनेर फेरि आफैले लगाउने, यस्ता खालको कार्य गर्नु हुँदैन। जति टिक्छ टिक्छ, जति बेर अडिन्छ अडिन्छ, आफूले जानेर चाहिँ त्यसलाई झार्नु हुँदैन, त्यसलाई राम्रो मानिँदैन। दसैँ भनेको यति मात्र नभएर अब अर्को कुरा के हुन्छ भने कामको सिलसिलामा देश विदेशमा छरिएर जति पनि आफ्ना इष्टमित्र नातागोता दाजुभाइ जानुहुन्छ, यही एउटा बहाना पनि हो ताकि उहाँहरू आफ्नो प्रदेश भूमिबाट आर्जन गरेका ज्ञान सिपहरू, उहाँका सुख दुःखका कुराहरू साटासाट एक आपसमा साटासाट गर्ने समय पनि यो हो। भनेपछि हामीले यो यस्तो महत्त्वपूर्ण क्षणलाई कसरी मिस गर्न सक्छौँ? हामीले यो दिन हामीले सुख दुःख साटासाट गर्ने पनि समय रहन्छ, यसको छुट्टै महत्त्व पनि छ। अन्तमा देशभन्दा टाढा रहे पनि यस संस्थाले देखाएको र अरूलाई सिकाउन खोजेको गहन कुरो हिन्दू सनातन धर्मको रक्षा, पूर्वीय दर्शन सनातन धर्मको रक्षा भयो, यो कला सभ्यताको पनि, यो कला सभ्यता संस्कृतिको सम्मान वा जगेर्ना पनि यो संस्थाले गरेको देखिन्छ। आध्यात्मिक खोज अनुसन्धान पनि यो संस्थाले गरेको देखिन्छ। मठ मन्दिरको जगेर्ना तथा चिनारी, यी कुरा पनि यो संस्थाले गर्न खोजेको देखिन्छ। यी सबै कुरा साह्रै सराहनीय छ, अतुलनीय छ। यसको जति तारिफ गरे पनि मैले सक्नेवाला छैन। यो 500 समूहले जुन जति पनि कार्य गरिरहेको छ, यो साह्रै मलाई मनदेखि नै म कृतज्ञ भएँ। आगामी दिनमा पनि यस्ता खालको कार्यहरू अझ योभन्दा बढी, योभन्दा अझ बढी कार्य गर्दै जाओस् भनेर मेरो यो अहिले माता शक्ति, यो शक्तिकी देवी माँ दुर्गा भवानीको समक्ष म यहाँको समूहको सफलताको कामना गर्न चाहन्छु, यहाँको उत्तर प्रगतिको शुभकामना दिन चाहन्छु भन्दै आजको यो छोटो बसाइ यही अन्त्य गर्ने अनुमति माग्दछु। धन्यवाद, नमस्ते।